नेप्से डेली अपडेट र टप कारोबार भएका हट स्टकहरूको टेक्निकल भ्यूमा यहाँलाई स्वागत छ। आज नेप्से चाहिँ सामान्य 1 अङ्कले घटेको छ। कारोबार रकम चाहिँ हल्का 9 अर्बको हिजोभन्दा बढेको छ, 9 अर्बको कारोबार भएको छ। यसरी हेर्ने नेप्से चाहिँ अहिले चाहिँ तत्काल चाहिँ के छ, एकदम सुस्त छ। यही जोनमा छ, यही जोनमा 1 दिन 2 दिन 3 दिन 4 दिन 5 दिनदेखि चाहिँ के छ, 6 दिन 7 दिनदेखि नै 8 9 10 11 12 दिनदेखि नै यो 2650 को जोनको आसपासमा नेप्से रहेको देखिन्छ, जुन चाहिँ एकदम सुस्त अवस्थामा हलचल, तल पनि जान सकेको छैन, माथि पनि जान सकेको छैन, त्यस्तो छ। यदि तल गयो भने चाहिँ यसको सपोर्ट चाहिँ यहाँ छ, 2630 तिर एउटा सपोर्ट रहेको छ र अर्को सपोर्ट चाहिँ यहाँ मुनितिर रहेको छ। अर्को सपोर्टको यतातिर दुईचोटि यहाँबाट बाउन्स ब्याक गरेको छ र त्योभन्दा तल गयो भने चाहिँ अझै तल जान सक्ने सम्भावना देखिन्छ। यसरी हेर्ने नेप्सेको यो बोलिङ्गर ब्यान्डको यो ओरेन्ज भन्दा तल क्लोज भएको छ, जुन चाहिँ पोजिटिभ होइन, नेगेटिभ नै, यो यहाँभन्दा माथि क्लोज गर्नुपर्छ। यता हेर्ने भनेपछि यसमा बियरिस देखाइरहेछ एमएसिडीले। आरएसआई हेर्ने भने सुस्त छ, जस्तो बजार त्यस्तै नै छ आरएसआई पनि। यसरी हेर्ने भने बजार पोजिटिभ चाहिँ देखिँदैन, तर पनि केही धेरै कारोबार भएका स्टकहरूलाई हेरौँ टेक्निकल अवस्था तिनीहरू के छ भन्दाखेरि प्योर एनर्जी, जोशी, अनि यो युएनएसपीएल अनि पिएमएचएल यिनीहरू चाहिँ धेरै बढ्न सफल भए, 9 अङ्कले बढी लड्दै। जोशी पनि 9 अङ्क, 10 3टामा त पोजिटिभ सर्किट लाग्यो। सिंगटी हाइड्रो, जीएमएलआई, वरुण, एसपीडीएल यिनीहरू पनि धेरै बढ्न सफल भए। बीपीसीएल पनि अझै बढिरहेछ। धेरै कारोबार हुने स्टकहरूमा यिनीहरू एसएचपीसी, एसएचईएल रहे। कोर्पोरेट डेभलपमेन्ट ब्याङ्क, एसपीडीएल, सप्तकोशी डेभलपमेन्ट ब्याङ्क यो यिनीहरू चाहिँ के छ, धेरै घट्न पुगे। अब धेरै कारोबार भएका स्टकहरूमध्ये सबभन्दा धेरै कारोबार भएको छ एसएचपीसी कारोबार भएको छ सबभन्दा धेरै, जुन चाहिँ के छ भन्दाखेरि यो जोनमा चाहिँ स्ट्रङ सपोर्ट रहेको देखिन्छ। यो जोनमा यसलाई चाहिँ सपोर्ट बनाएर माथि आउन खोजेको देखिन्छ, जुन चाहिँ के छ एकदम राम्रो। यो अझै यसले माथिसम्मको यात्रा तय गर्ने देखिन्छ एसएचपीसी। अनि सिंगटी हाइड्रो पनि आज धेरै दिनपछि चाहिँ बढेको छ। यसले चाहिँ के छ भन्दाखेरि अब यो सप्लाई जोनमा आएर बसेको छ, यो जोनतिर यसको सप्लाई छ, हेर्न सक्नुहुन्छ। यो अघिल्लो हाई हो, योतिर यसको सप्लाई जोन रहेको देखिन्छ। यो ब्रेक गर्यो भने चाहिँ योभन्दा माथि जाला। त्यसपछि के छ भन्दा यो अल टाइम हाई त जाँदैन, पहिला पनि हाई गएको देखिन्छ। यसरी हेर्ने भने यहाँ चाहिँ के छ, सिंगटी हाइड्रोले अब यो ब्रेक गर्यो भने चाहिँ माथि जान सक्ने सम्भावना छ। भोल्युम चाहिँ एकदम राम्रो आइरहेको छ सिंगटी हाइड्रोको। त्यसै गरेर बीपीसीएल चाहिँ अनस्टपेबल अहिले चाहिँ के छ, एकदम रफ्तारमा बढिरह। अब झन्डै 900 नै पुगिसकेको छ, 900 पुग्न लागेको छ बीपीसीएल। अझै कारोबार रकम पनि बढिरहेछ, एकदम रफ्तार। यो र राधि एउटै तरिकामा गएको छ। एनजीपीएल को हेर्ने भने चाहिँ एनजीपीएल पनि के छ, यहीँनिर चाहिँ 3-4 दिन अड्डिरह, यहाँभन्दा माथि जान नि खोजिरहेको छैन। यो जोनलाई यसरी हेर्ने भने यो ग्राफ तानेर हेर्ने भने यहाँ चाहिँ के छ, एकचोटि दुईचोटि चाहिँ प्राइसले त्यहाँ गएर रियाक्ट गरेको र 3चोटिमा चाहिँ यसलाई सपोर्ट बनाउन खोजेर माथि जान खोजेको हो भन्ने पनि छ। अब यसमा कतिको टिक्छ त्यसमा हेर्नुपर्ने हुन्छ। अनि एनजीपीएल को त्यो भइहाल्यो। युएनएसपीएल यो पनि आज के छ, धेरै बढ्न पुग्यो। आज झन्डै भन्दा नि सर्किटै लाग्यो यसको। युएनएसपीएल पनि के छ, यो धेरै पहिला झन्डै 2021 तिर पछिको के छ, राम्रो अवस्थामा गएको छ युएनएसपीएल। सबैतिरबाट पोजिटिभ छ, भोल्युम राम्रो आएको छ। यसरी हेर्ने भने भोल्युम राम्रो आएको छ। त्यसै गरेर राधि चाहिँ आज घटेको छ, सामान्य अङ्कले घटेको छ राधि। अब बीपीसीएल पनि यस्तै उसमा गएको छ। राधि पनि के छ, यहाँको छ। अलिकति राधिमा चाम कम भएको कि भन्ने छ, किन भन्दाखेरि कारोबार रकम चाहिँ लगभग धेरै दिन पछिको हिसाबले एकदम कम भएको छ। यस्तो यति कारोबार चाहिँ कहिले भएको थियो भन्दाखेरि यो कारोबार, यति थोरै कारोबार चाहिँ यहाँ भएको थियो, झन्डै के छ, चैततिरमा भएको थियो। त्यसपछि अब भएको। युएमएचएल पनि आज धेरै बढ्न पुग्यो। युएमएचएल को तपाईले युएमएचएल पनि हेर्न सक्नुहुन्छ यहाँ। यो पनि अलिकति के छ, माथितिरै गइरहेको छ। 2-4टा हाइड्रोहरू चाहिँ एकै प्रकृतिका तरिकाले माथि चाहिँ गइराछन्। अब इन्भेस्ट गरेर प्रफिट कमाउन सक्नुहुन्छ भने चाहिँ टेक्निकली बुझेर मात्रै लगानी गर्नुस्। यो पनि के छ भन्दाखेरि एसपीडीएल पनि अलिकति राम्रो बढेको छ। यो अल टाइम हाईमा जान खोजेको हो कि योभन्दा पहिला त गएको रहेछ यसमा, अहिले तत्कालको चाहिँ के छ, ब्रेक गर्न खोजेको हो कि भन्ने जस्तो पनि छ। यो एसपीडीएल कारोबार रकम चाहिँ राम्रो आएको भएर। अनि एचआइडीसीपीएल यो इन्भेस्टमेन्टको एउटा कम्पनी चाहिँ यता आएर रहेछ, जुन चाहिँ के छ, एसपीडीएल रहेको, एचआइडीसीएलबी रहेको छ। यूपीसीएल पनि के छ, धेरै कारोबार हुने स्टकहरूमा पर्यो। यो पनि ठ्याक्कै के छ, यहाँनिर आएर बसेको देखिन्छ। यसरी हेर्ने भने चाहिँ के छ भन्दाखेरि 2-4टा स्टकहरू, यो सिंगटी हाइड्रो यिनीहरू चाहिँ के छ, अलिकति राम्रो चाम भएको र यो सप्लाई जोनमा आएको छ। यसको सपोर्ट हेर्ने भनेपछि तपाईँको यो एउटा सपोर्ट थियो, यो एउटा सानो सप्लाई जोन थियो यहाँतिर। अब यो तल फेरि यो यदि माथि जानु पर्यो नि, यहाँ आएर बाउन्स ब्याक गरेर पनि जान सक्ने सम्भावना रहन्छ। हामीले यो हाम्रो नेप्सेको युट्युब च्यानलमा यस्तै भिडियोहरू बनाउने गर्छौँ। त्यसको लागि चाहिँ के छ, सब्स्क्राइब गर्न सक्नुहुन्छ। अरूहरू पनि इन्फर्मेटिभ भिडियोहरू छन्, आफै सिकेर लगानी गर्नुहोस्।